सेभ गर हाय भन्दैन ला पारा लायो च्यामा हावा आज चाहिँ माथि भाइचुङ स्टेडियममा फुटबल म्याच हेर्नु गएको सबै गुड टु गो छ चाहिँ म्याच हेर्नुको लागि निक्लिँदै गरेको चाहिँ रुमदेखि बाहिर निक्लेको यो चाहिँ हाम्रो पार्किङ यहाँ चाहिँ मेरो स्याडो स्याडोले यसो कोल्ड स्टार्ट हान्दिङ हो ला मैले पनि बिर्सेछु भाइ मेरो पनि ल्याइदेऊ ल बाइक न्युट्रलमा छ हजुर हाम्रो जर्मनी भाइ छ यहाँ हाय गरिदेऊ न Please do like, share, comment, subscribe to our friends channel. अब चाहिँ निक्लिँदा बिस्तारै बिस्तारै गर्दै स्टेडियमको माथि म्याच सुरु पनि भइसक्यो होला यो एरियालाई चाहिँ 3-0 भन्छ 3-0 चाहिँ म पहिला फर्स्ट इयर कलेज पढ्दैदेखि बस्दै आएको 3-0 चाहिँ अन्त 3-0 मजा लाग्छ पानीको पनि सुविस्ता लाग्छ नाम्चीमा चाहिँ पानीको एकदम प्रब्लम छ हो बिस्तारै गफ गर्दै गएको तपाईँहरूसँग देखते जाए मैं दिखाते जाता हूँ 3-0 बोलते एरिया को आपने मैं पहले बोल दिया है चलते जाते रनिङ कटेर बाइकको साथी बसिरहेको रहेछ माथि बजार भेटौँला बेलुकाभरि मान्छे 1:30देखि चाहिँ क्लासिको हेरेको बेलुकाभरि कम्ता साह्रो परिरहेको छ 12 बजीतिर उठेको 12 बजी उठेर खानासाना बनाएर चाहिँ अब म माथि स्टेडियममा चिन्नु साथीहरूले भन्नु मलाई त फुटबल त्यति मन पर्दैन मलाई तर साथीहरूले भनिकन आएको यो बिल्डिङ चाहिँ हाम्रो अनरेबल चिफ मिनिस्टर म्याडम चिफ मिनिस्टर सरको मिसेसको बिल्डिङ हो कोही बेला आउनुहुन्छ यहाँनिर अलिक त्यसको भन्नुपर्छ यहाँनिर बम पर्छ बाइक गएको हुन्छ अन्त साह्रो पर्दैन मन्डीको चाहिँ बाटोहरू साह्रै महँगो तर यहाँदेखि सिधै जानुभयो भने जोरथाङहरू हुन्छ जोरथाङ भयो भने वेस्टहरू छिर्नुहुन्छ त्यहाँदेखि हामी चाहिँ टर्निङ काटेर सर्टै टर्निङ काटेर बाइसिङ स्टेडियमतिर जान्छौँ तब यो बाटोहरू जाँदै कहाँ कहाँ दामथाङहरू जाँदा यो बाटोहरू जान्छ दामथाङ तपाईँ भयो गान्तोक सिलगढीहरू सबै यो बाटो जान्छ बेलुका रियल म्याड्रिड हार्दैखेरि कस्तो बेलुका मन दुख्यो पनि तपाईँको दामी लाग्छ रियल म्याड्रिडसँग तर जुन हुन्छ नि फुटबल त्यो बिचमा मन पर्दैन रियल म्याड्रिडको म्याच हुन्छ मनपर्छ तर बाटोहरू कम यो जोरथाङको बाटो कम भन्छ पहिला त बाटो कम त अप्ठ्यारो थिएन यहाँ चाहिँ दामी बनाएको छ थ्याङ्क यू गभर्मेन्ट अफ सिक्किम तपाईँहरूले गर्दाखेरि अहिले हाम्रो बाटोमा पुग्नु पाइरहेको छ मलाई पनि के सिक्ने भनेको पनि त्यतिको मान्छेहरूले रोड हस्पिटल र एजुकेसनमा त अलिक इन्भेस्ट गर्यो भने सरकारले पनि राम्रो लाग्छ अब यहाँ चाहिँ सट्टै गयो भने चाहिँ ओह्रालो गयो भने तपाईँहरू भन्ज्याङ निक्लिँदै एकदम भन्ज्याङ निक्लिन्छ गान्तोक जानु काम कालो जानुपर्छ स्टेडियमको लागि चाहिँ स्टेडियम भाइचुङ स्टेडियम त भाइचुङ भोटिया छ कसले चिन्दैन होला फुटबल लिभिङ लेजेन्ड भन्छ सिक्किमबाट भाइचुङ भोटिया उसको नाम नै हाम्रो अनरेबल चिफ मिनिस्टरले स्टेडियम बनाइदिनु भएको पुग्नु पनि आँट्यो हामी बिस्तारै बिस्तारै अलि फुटबलले गर्दा होला साह्रै बेसी जाम पनि जाम फुटबलले गर्दा त्यसले छिट्टो जानुपर्छ कि ढिलो जानुपर्छ सबै म्याच हाफ टाइम एकखेप चाहिँ हामी हाफ टाइममा गएको पैसा पनि तिरेन यहाँदेखि सिधैको ओह्रालो जानुभयो भने चाहिँ बजार भेट्छ बजारबाट आउँदै सिलगढी पनि बाटो जान्छ ओह्रालो यो चाहिँ हाम्रो टाउन हल भन्छ अस्ति अब सिक्किम कलाकार भरोसा सम्मेलन पनि टाउन हल लगाएको थियो यता मात्र सबै गभर्मेन्ट अफिसहरू हो कति टाढो छैन अब माथि हो भाइचुङ स्टेडियम हाम्रो लागि त नजिक हो बिस्तारै बिस्तारै कुदाउनुपर्छ हतार लाग्छ यस्तो फुलमुलमा बेसी दिनु हुँदैन ब्रेक भयो अन्त बनाउनु सानो साह्रो पर्छ बाइकलाई एकखेप त सपना पिरो सपना आउँछ नि बाइकमा त बनाउनु फर्स्ट लाइसेन्स के भएको छैन मलाई यही हाम्रो प्यारोभन्दा प्यारो भाइचुङ स्टेडियम यहाँनिर चाहिँ ढुक्का जान्छ पार्किङको लागि चाहिँ आज मान्छेले प्लटहरू रेड पान्डा एफसी चाहिँ वेल नोन
यहाँको त्यहाँ चाहिँ पार्किङ एरिया हो त्यसै चाहिँ यहाँ पार्किङ गर्नु दिन्थेन ओपनिङको दिन चाहिँ यहाँ चाहिँ भिआइपीको लागि मात्रै थियो गाडी गर्नु भन्दैछ कहाँ पार्क गर्नु यार बिस्तारै 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 हतार गर्नु हालिदिनु पऱ्यो यहाँनिर स्कुटीको साइडमा मर्ला त्यो बिस्तारै अब बिस्तारै तपाईँले म्याचहरू हेर्दै रिलमा चाहिँ पार्किङ गर्नु दिँदैन कि गरिराख्नुपर्छ बाइक चाहिँ घुमाइ राख्नुपर्छ भोलि फेरि बेलुका निक्लिने टाइममा हस्पोस हुन्छ र कहाँ घुमाइ बस्नु मान्छे त्यहाँदेखि आइरहेको हुन्छ घुमाएर राखिहाल्नुपर्छ पुलिस प्रशासनहरू यो गाडीको अगाडि राखिदिनु पऱ्यो गाडी बाइक अलिक सजिलो पर्छ नि टक्क घुमाउनु पर्दैन र पछाडि लाइट स्टार्ट गरी हिँडिहाल्यो फोनमा देखाउँदा पनि हुन्छ म्याच त अघि सुरु भइसकेछ नि आज मान्छे निकै रहेछ क्राउडहरू स्कोर अघि ला ब्ल्याक केल्ट अघि हालिसकेछ नि एक गोल हालिसकेछ सिङ्लिङ सब प्राइज सिङ्लिङको मात्रै हुन्छ पारा लायो ओ हान मान्छे चाहिँ पेनल्टी पारा लायो कहाँको आइस स्पिड डुप्लिकेट आइस स्पिड हान्यो ए माथिस पाऱ्यो नि जोन केनेडी दामी जति नै राम्रो डिफेन्स स्पेनिस कहाँ गयो स्पेनिस हाम्रो एकदम गोल हाल्नु दामी रिल बनाइदिउँ भनेको त गोलै हाल्दैन त ओए पारे लायो ल गोल हाल्छ अब चिउरा गोल आउट तर सेभ गरिदिन्छ जस्तो लाग्दैछ गाइस सेभ गर काउन्टरमा भेटेको थियो उता पो काउन्टर भेट्यो त टाउडै गर्दैन एकदम रिसाइरहेको छ पेनल्टी रेड कार्ड नदिएर मन दुखे जस्तो लाग्यो होला कहाँ गयो पेनल्टी अरे कर्नर टेकर हान्नु गाइस वेलकम ब्याक डिएम ब्लग आज चाहिँ होइन गाइस ब्ल्याक इगलले चाहिँ जितिसकेको छ बाहिर त हान्दैन भ्लगमा हाई भन्दैन बाहिर त हाई भन्दै भाइ हेलो गाइस यता के बनाउनु दिन्छ ल हामी चाहिँ म्याच हेरेर पनि अलिक पानी पर्ला जस्तो गरेर छिटो रुम आएर म्याच पनि दामी भयो फेरि भेट्नुपर्छ नयाँ भिडियोमा त्यसले गर्दाखेरि पर्खिराख्नु होला हाम्रो नेक्स्ट एपिसोड आज मजा आयो म्याच हेरेर ल यति भन्दै आजको भिडियोमा यहाँ एन्ड गर्न चाहन्छु धन्यवाद धेरै धेरै माया दिनु होला मेरो ब्लगलाई